दर्शक पनि देख्न सक्नुहुन्छ अहिले हामी तपाईलाई नागढुङ्गा सुरुङ मार्गको दृश्य देखाइरहेका छौं। करिब 22 अर्ब लगानीमा निर्माण भइरहेको 2688 मिटर लम्बाइ रहेको यो नागढुङ्गा सुरुङ मार्ग नेपालको एउटा गौरवको आयोजना हो। यति राम्रो सुरुङ मार्ग यहाँ बनिसकेको छ। नेपालको यो गौरवको आयोजना कस्तो बनेको छ, नेपालको यो सुरुङ मार्ग कस्तो बनेको छ हामी तपाईलाई देखाइरहेका छौं। सुरुङ मार्ग भित्रको दृश्य ओरदेखि परसम्म 2600 मिटर लम्बाइ भएको यो सुरुङ मार्गको सबै भागहरू के कस्तो बनेको छ एकदमै हामी देखाउँदै छौं। मन्त्रमुग्ध हुनुहुनेछ। हाम्रो देशमा पनि यति राम्रा खालका प्रोजेक्टहरू बन्दा रहेछन् भने पक्कै पनि तपाईलाई लाग्न सक्छ र यो खालको शीतलता पनि हामी यहाँ अनुभूति गरिरहेका छौं। लोभ लाग्दो दृश्य हामीले तपाईलाई यहाँ देखाइरहेका छौं। हावाहरू यहाँ भित्र ल्याउने गर्दछ यो जेट फ्यानहरूले। विभिन्न खालका फ्यासिलिटिजहरू यो सुरुङ मार्गभित्र हुने गर्दछ। त्यसकारण पनि यो सुरुङ मार्ग भित्र छिर्नको लागि पैसा लाग्नेछ। टेन्डर प्रक्रिया मार्फत काम अगाडि बढ्नेछ। अहिलेसम्म 92% काम सकिसकेको छ। 92% काम सकिँदाखेरि नागढुङ्गा सुरुङ मार्ग कस्तो देखियो भनेर आज हामी देखाउँदैछौँ। धमाधम यहाँ रङ लाउने काम पनि भइरहेको छ। यसलाई चटक्क पार्ने काममा अहिले धमाधम यहाँ कर्मचारीहरू कामदारहरू लागिरहनु भएको छ। विभिन्न सुरक्षाकर्मीहरूको गाडीहरू पनि हिँडिरहेको दृश्य हामीले देखाइरहेका छौँ। खास गरी यो ठाउँमा सुरुङ मार्ग निर्माण गर्दै गर्दाखेरि विभिन्न खालका बाधा अवरोध आएको कारण सुरक्षाकर्मीहरू राखेर यसरी कामहरू गरिरहेको छ। 91-92% हाम्रो फिजिकल प्रोग्रेस सकिएको छ। ट्रान्सपोर्टेसन सुरुङमा चाहिँ तपाईले अक्सिजन मेन्टेन गर्नुपर्छ, तपाईको कार्बन मोनोअक्साइडहरूलाई कन्ट्रोल गर्नु पर्यो, भएको चिजलाई बाहिर फाल्नु पर्यो, त्यसपछि कम्युनिकेसन सिस्टमहरू राख्नु पर्यो, सीसीटीभी क्यामेरा राख्नु पर्यो। एक्सिडेन्ट हुनलाई चाहिँ भयो भने तुरुन्तै रेस्क्यु गर्ने टिम परिचालन गर्नु पर्यो, दुवै साइडमा एम्बुलेन्स राख्नु पर्यो, कहाँ छ हस्पिटल त्यो लानु पर्यो, प्यारामेडिक्सहरू राख्नु पर्यो, सेफ्टी सेक्युरिटीको मान्छेहरू राख्नु पर्यो। भनेपछि यति चिजहरू चाहिँ यसको लागि गर्नुपर्ने भएकोले यो चाहिँ सबैभन्दा गाह्रो छ। ट्रान्सपोर्टेसन टनल सुरु गर्दा हामी नयाँ फर्स्ट थियौँ। अहिले भन्नुहुन्छ भने 3-4वटा फास्ट ट्र्याकमा पनि बनिरहेछ, सिद्धबाबामा पनि बनिरहेछ, अरू पनि लाइन छ। भनेपछि अब 5-7 वर्षमा त हामीसँग धेरैवटा टनल हुन सक्ने सम्भावना छ। यहाँको अनुभव हामी अन्त सेयर गर्छौँ ताकि त्यो चाहिँ मिल्दोजुल्दो केसमा त्यो चिज कन्सिडर गर्न सकियोस्। हामीले पनि सकेसम्म राम्रो गरौँ भन्ने लागेरै टाइममा सकौँ भन्ने लागेर हुन्छ। कति कुरा अघि मैले एक्सप्लेन गरेँ टेक्निकल कारणले अथवा अरू कुनै कारणले चाहिँ हाम्रो सोच अनुसार टाइममा नसक्यौँ। कहिले कोभिडको मार पनि यही बेला पर्यो। त्यसले गर्दा हामीले अब 1-1.5 वर्ष हामी ढिलो नै भयौँ। त्यसले गर्दाखेरि हामीले त्यो मामिलामा चाहिँ अब क्षमा पनि चाहन्छौँ होइन। अब ढिलो हुनुको मतलब होइन टाइम बित्नुको मतलब कस्ट पनि इन्क्रिज हुन्छ होइन। त्यो सबै चिज छ। तापनि त्यसको बावजुद पनि हामीले अब अहिले जुन टार्गेट सेट गरेको छौँ त्यो टाइममा हामीले यो वर्षको लास्टसम्ममा चाहिँ हामीले सञ्चालन गर्न सक्यौँ भने चाहिँ अनि एकदम खुसीको कुरा हो। अब चाहिँ टाइममै सकिन्छ। 93% सकिसकेको छ होइन। अनि अप्ठ्यारो चिजहरू सबै सकिसकेको छ। जुन अनसर्टेनिटीहरू थियो टनलभित्रको त्यो सबै सकिएको छ। अब त रिमेनिङ काम मात्रै यता चौसा उता चोक्टा यता बाँकी रहेको त्यो फिनिसिङ मिलाउने काम हुन्छ। त्यो काम गर्न बहुत गाह्रो हुन्छ होइन। ठ्याक्कै सक्न गाह्रो हुन्छ। बाँकी कामहरू चाहिँ के हो अलिकति भन्नु। अहिलेको मेजर बाँकी काम भनेको चाहिँ 4-5% काम चाहिँ हाम्रो जुन इक्विपमेन्टहरू ल्याएर राख्नुपर्ने छ त्यो हामीले राखिसकेका छौँ। तर के छ भने हाम्रो नियमले हाम्रो डकुमेन्टको अनुसार चाहिँ त्यसलाई आफ्नो पोजिसनमा राखेर जस्तो यो बत्ती फिक्स गरे बत्ती बल्नु पर्यो। बत्ती बल्नु त उद्देश्य हो नि त। किनेर ल्याएर टाइट गरेर बत्ती फिक्स गर्नेसम्म काम पनि जबसम्म बत्ती बल्दैन त्यो काउन्ट मानिँदैन। त्यसलाई हामीले कमिसनिङ भन्छौँ। त्यो कमिसनिङ हुन बाँकी चाहिँ हाम्रा ठुल्ठुला इक्विपमेन्टहरू बाँकी छन्। त्यो एकपल्ट कमिसनिङ भएर ओके हुनासाथ हाम्रो एकचोटि 5-7% स्वाटै बढ्छ। बाँकी चाहिँ अरू फिनिसिङहरू कहीँ अब यता बाँकी छ, कहीँ उता पेन्टिङ गर्न बाँकी छ, त्यस्ता चिजहरू हुन्। 2-3% हाम्रो त्यस्तो बाँकी छ। दर्शकहरू देख सक्नुहुन्छ यो चाहिँ इभ्याकुएसन टनल अथवा इमर्जेन्सी पर्यो भने चलाउने खालको टनल हो। यो सानो देख्नुहुन्छ तपाईँ र उतापट्टि मेन टनल 2 लेनको छ भने यो चाहिँ सानो छ र केही आपतकालीन उद्धार अथवा केही पर्यो भने प्रयोगको लागि यो टनल हो। यो मेन टनल भने होइन, तपाईँहरू झुक्किन पनि सक्नुहुन्छ। हामी देखाइरहेका छौँ यो यस्तै नै बन्छ र उतापट्टिको मेन टनल भने बनिसकेको दृश्य हामीले देखेर। दर्शकवृन्द अहिले हामी नागढुङ्गा सुरुङ मार्गको के कति प्रगति भयो, कति काम भइसक्यो भनेर अपडेटको लागि नागढुङ्गा सुरुङ मार्ग आयोजनाको कार्यालयमा आएका छौँ। अहिले हाम्रो साथमा कन्सल्टेन्ट इन्जिनियर रमेश कोइराला सर हुन्छ। सर नमस्कार। नमस्ते। हेलो।
सर के छ सर अपडेट के छ नागढुङ्गा सुरुङ मार्ग कति बन्यो एउटा फिजिकल प्रोग्रेस हुन्छ हैन एउटा चाहिँ आर्थिक प्रोग्रेस हुन्छ त्यो बाहेक अरू पनि प्रोग्रेसको नाप्ने तरिकाहरू हुन्छन् तर मुख्यतः हामी यही दुईटा कुरो नाप्छौँ र अहिले पछिल्लो समयअनुसार मार्चको लास्टसम्ममा करिब 91-92% हाम्रो फिजिकल प्रोग्रेस सकिएको छ तर जुन प्रोग्रेस अनुसार पेमेन्टको हिसाब हुन्छ जुन आर्थिक प्रोग्रेस जुन छ त्यो चाहिँ हामी अलिक पछाडि छौँ त्यो चाहिँ करिब 77-78% मात्रै हाम्रो पेमेन्ट भएको छ त्यसको मतलब के छ भने केही काम भइसकेको छ तर पेमेन्ट हुन बाँकी छ हामी भित्र पनि गएर हेर्यौं एकदमै राम्रो टक्क बनिसके जस्तो अनुभूति हामीलाई भयो हैन हजुर तपाईले भन्नुभयो 91-92% काम सकिसक्यो भन्नुभयो अब यो अपरेसन हुन अथवा यो चल्न चाहिँ कहिलेदेखि चल्ला अब के गर्न बाँकी छ यहाँ टनल बनाएपछि पनि हाम्रो उद्देश्य त प्राप्ति हुँदैन हामीलाई त त्यहाँबाट चाहिँ ट्रान्सपोर्टेसनहरू त्यहाँबाट चाहिँ सवारी साधन चलाउनुपर्छ अब त्यो सवारी साधन चलाउनको लागि चाहिँ अर्कै एरेन्जमेन्ट हामीले गरिरहेको छौँ अघि नेपाल सरकारले खास गरी नेपाल सरकारले अलग्गै एरेन्जमेन्ट गरिरहेको छ र त्यसको लागि चाहिँ केही डकुमेन्टहरू बनाउनु पर्ने छ केही नीति नियम पोलिसीहरू बनाउनु पर्ने छ त्यो पोलिसी पनि अब कुनै विभागीय लेभलबाट कुनै चाहिँ मन्त्रालय लेभल र कुनै चाहिँ क्याबिनेटको लेभलबाट पनि स्वीकृत गर्नुपर्छ त्यसको बावजुद सबैतिर हाम्रो कम्युनिकेसन भइरहेको छ सिभिल कन्ट्र्याक्टरले अहिले बनाइराख्नु भएको छ उहाँहरूले सकेपछि त्यो सञ्चालन गर्ने अर्को टिम तयार गर्नुपर्छ र त्यो टिमलाई चाहिँ केही समय ट्रेनिङ 1-2 महिना ट्रेनिङ किनभने हाम्रो टनलमा चाहिँ धेरै इक्विपमेन्टहरू छ धेरै चिज मोबिलाइज गर्नुपर्छ धेरै म्यानेजमेन्ट गर्नुपर्छ हैन सेफली लानु पर्यो हैन सेफली पास गर्नु पर्यो त्यो गर्दाखेरि केही समय चाहिँ यो ह्यान्डओभर स्किल ह्यान्डओभर गर्नुपर्छ र अहिलेसम्मको हाम्रो ओभरअल म्यानेजमेन्टको रिभ्यू गर्दाखेरि चाहिँ यो वर्षको लास्ट अथवा भनौँ नयाँ वर्षको सुरुमा 2026 को जनवरीमा चाहिँ हामीले गर्छौँ अब ड्रास्टिक रूपमा केही अब्स्ट्रक्सनहरू आएन भने चाहिँ हामी त्यहाँ गर्छौँ जुन तपाईले भन्नुभयो नि त्यो जुन अपरेटिङ सिस्टमहरू लगायत के छ कसरी हुन्छ कति कामदारहरू त्यहाँ हुन्छन् अब भनौँ न अब त्यहाँनिर कति पैसा लाग्ला मान्छेहरूको सबभन्दा जिज्ञासा भनेको यत्रो पैसा करिब 22 अर्ब लगाएर यो बनाइयो फेरि अब जनतालाई चाहिँ दिनमा एकचोटि जाँदैखेरि धेरै पैसा लाग्यो कि भन्ने खालको पनि छ अब एक्ज्याक्ट यति पैसा भन्ने चाहिँ अझै पनि हिसाबै किनभने त्यो चाहिँ इम्प्लोयरले अथवा चाहिँ जुन नेपाल सरकारले उहाँहरूले तोक्ने कुरा हो हामीले बताउने चाहिँ के हो भने त्यो सञ्चालन गर्न चाहिँ कति पैसा लाग्छ त्यो पार्ट चाहिँ अब हामीले एनालाइसिस गरेर उहाँहरूलाई दिएको छौँ हैन अब त्यो मध्ये कति रिकभरी गर्ने किनभनेदेखि चाहिँ कति भेहिकलहरू कति मोटर सवारी साधनहरू कुन टाइपका सवारी साधनहरू एक दिनमा हिँड्छन् तीमध्ये कतिले सुरुङ मार्ग प्रयोग गर्छन् कतिले सुरुङभन्दा बाहिरबाट जान्छन् हैन त्यो त हामीले त कम्पलसरी गर्दैनौँ उहाँहरूको आफ्नो इच्छाले उहाँहरूलाई पोसाउने हिसाबले अब हामीले अब धेरै पैसा राख्यौँ भने को जान्छ र टनलमा हैन अब त्यसले गर्दाखेरि हामीले पैसा राख्दा पनि उहाँहरूलाई पोसाउने गरी उहाँहरूको पोसाउने भनेको टनलबाट जाँदा जुन टाइम नाफा भएको छ त्यो टाइम त भनौँ न उदाहरणको लागि आधी घण्टा मोटर छिटो पुग्नुभयो भने त आधी घण्टा त चल्नु परेन नि मोटर त हैन त्यसको इन्जिन बच्यो त्यसको फ्युल बच्यो वेयर एन्ड टियर पार्ट बच्यो मान्छेको समय नै बच्यो अब उदाहरणको लागि त मैले त अब मेरो आधी घण्टा बच्यो भने त मैले अर्को काम गर्न सक्छु हैन अब ती इत्यादि त्यो सबै हिसाब गर्दाखेरि त्यो सवारी साधनलाई फाइदा महसुस हुने गरी रेट फिक्स गर्नुपर्छ महँगो जबरजस्ती बढी पैसा राखेर त उहाँलाई त अप्सन छ नि त नजानलाई पनि त अप्सन छ हैन त्यसले गर्दाखेरि रिजनेबल प्राइस होला तर यो यति नै भन्ने चाहिँ अहिलेसम्म डिसिजन भइसकेको छ सरकारले 1 वर्ष चलाउनलाई कति जति बजेट लाग्ने केही त्यस्तो फिक्स गर्नुभएको त्यो चाहिँ हामीले हिसाब गरेर पठाएको छौँ अघि अब साधारणतया यस्तो सञ्चालनमा संसारभरि नै टोटल बजेट कस्टको चाहिँ 1-3% चाहिँ सञ्चालन खर्च हुँदो रहेछ यहाँको होइन अन्तको पनि होइन हाम्रो पनि मोटामोटी 1.5-2% सम्ममा आउँछ भन्ने हाम्रो
एजम्सन छ, हामीले पनि त्यस्तै लागेको छौँ। त्यति हुन्छ, त्यो भनेको चाहिँ अब 30-40 करोडसम्म लाग्न सक्छ होला, तर वर्षमा ट्राफिकको इन्टेन्सिटी कति छ होइन, कति पास हुन्छन्देखि लिएर, किनभने बढी भिड भयो भने त्यही अनुसारको बढी इनपुट राख्नुपर्छ होइन, त्यो छ। तर पनि मोटामोटी मिनिमम त एउटा भेहिकल आए पनि त्यति चिज बाल्नै पर्छ, बत्ती बाल्नै पर्छ, फ्यान चलाउनै पर्छ होइन, 100वटा गए पनि गर्नुपर्छ भने मिनिमम एउटा चाहिँ हुने छ नै खर्च। अब म्याक्सिमम चाहिँ अब साइज त्यो भोल्युम अनुसार, ट्राफिकको भोल्युम अनुसार फरक पर्छ। यसरी जुन यो सुरुङ मार्ग बन्दै गर्दा करिब 1 महिना अगाडि पनि हामीले थाहा पाएको थियो यो चाहिँ सुरुङ मार्ग बनाउनलाई जुन अवरोध भएको थियो, अहिले पनि हामी जताततै देख्छौँ सुरक्षा कर्मीहरूको उपस्थिति छ, उहाँहरू बसेर चाहिँ यो कामलाई अगाडि बढाइरहेको छ। खासमा यो समस्या चाहिँ के थियो? केही समस्याहरू खानेपानीको, अनि अलिकति कतिलाई के लाग्यो भने तल हामीले टनल बनाउने क्रममा जुन विस्फोटक पदार्थ चलायौँ, त्यसले गर्दाखेरि उहाँहरूलाई साउन्ड आयो, बढी आयो, घर पनि क्र्याक हो भन्ने टाइपको चाहिँ कम्प्लेनहरू आएको थियो। खानेपानीको कम्प्लेनमा चाहिँ पहिले सुरुमा चाहिँ उहाँहरूको पानी हाम्रो सुक्यो भन्ने थियो होइन, त्यसपछि हामीले ट्याङ्करबाट सबै घरै ट्याङ्करबाट गऱ्यौँ, र त्यसको अलावा हामीले चाहिँ खानेपानीको पाइपको सिस्टम पनि हामीले इन्स्टल गऱ्यौँ। सुरुमा राखेको मुहान सुक्यो, टनलको ठ्याक्कै नजिकै परेको थियो होइन। अब हामीले त अब के गर्छौँ भनेदेखि चाहिँ कुनै पनि ठाउँमा चाहिँ पानी छ कि छैन भनेर एउटा सर्टेन एक्सरे ERT भन्छौँ, त्यो गर्ने हो। त्यसले देखेको रिपोर्टको आधारमा हामीले डिसिजन गर्ने हो होइन। अब कुनै ठाउँमा के हुन्छ भने पानी प्रशस्त देखाउँछ, तर जति छ त्योभन्दा कम देखाएको हुँदो रहेछ, यस्तो धेरै ठाउँमा हुन्छ। हाम्रो ठाउँमा पनि करिब त्यस्तै भयो, हामीलाई पुग्ने पानी त्यसले देखायो होइन, तर यो त अब एक्सरे जस्तो चिज हो, आफूले जान सक्ने कुरो होइन, मेसिनमा भर पर्नुपर्छ होइन। पछि त्यहाँबाट चाहिँ त्यो नआएको कारणले मुहान हामीले चेन्ज गऱ्यौँ, 3टासम्म मुहान बनायौँ। अहिले चाहिँ पानी प्रशस्त आइरहेको छ, सबैलाई पानीको कुनै प्रब्लम होइन। यताउतिबाट कुवासुवाबाट चाहिँ फ्रीमा खाइरहेका थियौँ, अब यत्रो आएर बनाइदियो, हाम्रो एरियामा डिस्टर्ब पनि भयो, यो चाहिँ सधैँ हामीले चाहिँ पैसा नतिरी पाउनुपर्छ भन्ने माग हामीले बुझेको छौँ कि अब जे भने आयोजनाले उहाँहरूको माग सम्बोधन गर्दै अगाडि बढेको सम्बोधन गरिरहेको छ, त्यसमा कुनै छैन। त्यो केसमा पनि हुन्छ। अब तर कतिसम्म के हुन्छ भने पुलिससँग, कति चाहिँ अब खानेपानीसँग रिलेटेड नेपालका अरू अर्गनाइजेसनहरू जस्तो खानेपानी मन्त्रालय नै छ होइन, उहाँहरूको थ्रु जानुपर्छ कि हामीले त त्यस्तो रिक्वेस्ट गरेको हो होइन। किनभने सडक विभागको काम त सडक बनाउने हो नि त, खानेपानी त उहाँहरूले अर्कोलाई दिनुहुन्छ होइन। तर पनि अब केही उहाँहरूलाई अप्ठ्यारो भएको फिल भयो, उहाँहरूलाई लागेका दुःखका कुराहरू उहाँले गर्नुभएको हो, त्यस्तो हामीलाई दुःख दिने, अप्ठ्यारो पार्ने गर्नु भएन, तर हामीले आफूलाई लागेका कुरा मर्का भन्नुभएको हो। काम गर्ने अब हाम्रो जुन कन्ट्र्याक्टरहरू हो, उहाँलाई त टाइममा सक्नुपर्ने बाध्यता छ, उनीहरूको गाडी घोडा बसिरहेको हुन्छ होइन। त्यसले गर्दाखेरि त्यो रोक्नुपर्ने, उहाँहरूले भने पनि नभने पनि दायित्व त सरकारको हो, किनभने काम नगरिकन बसेपछि त्यसलाई त पे गर्नु पर्यो, सरकारलाई त घाटा पर्यो। त्यस कारणले सरकारको तर्फबाट नै त्यो पनि त्यो इनिसिएसन लिएर उहाँहरूको तर्फबाट शान्ति सुरक्षाको स्थिति अपडेट गरेको मात्रै हो, त्यस्तो अरू खास केही छैन। हाम्रा आफ्ना टेक्निकल समस्या पनि हुन्छन्, किनभने हामीले जमिन मुनिको काम सबै ठाउँमा त एउटा ढुङ्गा खोस्रेर त हेर्न सकिँदैन। तपाईँ 1 फिट वर र 1 फिट पर नै तपाईँको ढुङ्गा फरक पर्छ, रक फरक पर्छ। जुनसुकै टनलमा पनि यो अनिश्चितता अथवा अनसर्टेनिटी अथवा अनफोर्सिन कन्डिसन त्यो चाहिँ व्यापक हुन्छ। हामी सिक्दै त्यो लर्निङ बाई डुइङ भन्छ नि, त्यस्तो छौँ। फेरि हाम्रो यहाँको चिज अर्को देशमा ठ्याक्कै मिल्दैन, अर्को देशको सिचुएसन ठ्याक्कै यहाँ मिल्दैन, यो हाम्रै आफ्नो ओरिजिनालिटी हुन्छ।